हेलो नमस्कार सबैजनालाई म सुभाष फेरि पनि आज मैले एउटा भिडियो लिएर आएको छु जुन चाहिँ तपाईँ हामी दराजबाट कुनै पनि किनेको सामानले कसरी रिटर्न गर्न सकिन्छ। जस्तै कि सामान हामीले स्विट नखाएमा वा हामी जुन चिजको लागि किनेको हुन्छौँ जुन पर्पजको लागि किनेको हुन्छौँ त्यो पर्पजको लागि नभएर वा ड्यामेज भएमा त्यो सामानलाई कसरी चाहिँ हामीले रिटर्न गर्ने दराजबाट किनेको सामानलाई सबभन्दा एकदम सहज र सजिलो तरिका छ। तपाईँले हामी यो भिडियोमा स्टेप एन्ड स्टेप वाइज चाहिँ तपाईँले सिकाउनेवाला छौँ कि कसरी हामीले रिटर्न गर्न सकिन्छ। प्लस तपाईँले अर्को कुरा के गर्नुपर्छ कि यो भिडियोलाई स्किप नगरिकन हेर्नु होला ताकि तपाईँले सबै प्रोसेस चाहिँ इजिली तपाईँले हेर्न सक्नुहुन्छ र तपाईँले इजिली तरिकाले चाहिँ तपाईँ रिटर्न गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ अब यसको लागि चाहिँ हामी मोबाइलतर्फ हिँडौँ। अब मोबाइलमा चाहिँ मैले तपाईँलाई यसलाई गाइड गरिरहेको छु कसरी गर्नुपर्छ भनेर। अब यसको लागि सबभन्दा पहिला हामीले दराज एप्लिकेसन खोल्नुपर्ने हुन्छ। यसरी तपाईँको इन्टरफेस हुन्छ दराज एप्लिकेसन खोलिसकेपछि अनि त्यसपछि तपाईँको ड्यासबोर्डमा एकाउन्टको अप्सनमा आउनुपर्छ कर्नरमा। यहाँ आइसकेपछि तपाईँले यहाँ भ्यू अल अर्डर भनेर अप्सनमा प्रेस गर्नुपर्ने हुन्छ। त्यसपछि जुन आइटम तपाईँ रिफन्ड गर्न वा रिटर्न गर्न खोजिनुहुन्छ त्यसमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। जुन आइटम रिटर्न गर्न खोजिरहनुपर्छ सपोज मैले माथिको गर्न खोजिरहेको छु अनि त्यसपछि त्यो गइसकेपछि यहाँ चाहिँ दुईवटा चाहिँ इन्टरफेस यस्तो खुल्छ। अब यसमा प्रब्लम विथ द प्रडक्ट र प्रब्लम विथ द डेलिभरी प्रडक्ट एक्सपायर टाइम। अब तपाईँले केसँग रिलेटेड प्रब्लम छ, अब प्रडक्टसँग रिलेटेड छ भने प्रब्लम विथ प्रडक्ट सिलेक्ट गर्नुपर्ने हो वा तपाईँले डेलिभरीसँग प्रब्लम छ भने डेलिभरी सिलेक्ट गर्नु पऱ्यो। अब यसै खोलिसकेपछि यसै तपाईँको इन्टरफेस खुल्छ। यसमा चाहिँ केही चिज हामीले फिलअप गर्नुपर्ने हुन्छ। सुरुमा चाहिँ तपाईँले यसमा कमेन्टको अप्सन हेर्न सक्नुहुन्छ जुन चाहिँ रिजन भनेर पनि तपाईँ चिन्न सक्नुहुन्छ। अब यसले चाहिँ तपाईँ किन गरिरहनुपर्छ, जस्तै मैले अब सामान अर्डर गरेको थियो त त्यो चाहिँ त्यो पर्पजको लागि नभएर अब त्यसमा सुट नखाएर फिट नभएर चाहिँ मैले रिटर्न गर्न लागेको। अनि यसै तपाईँको आइटमको प्रडक्टको फोटो पनि हाल्नुपर्ने हुन्छ। अब यसरी टेक पिक्चर भनेर पनि डाइरेक्ट तपाईँको आइटमको पिक्चर लिन सक्नुभयो। यसै टेकमा प्रेस गर्ने बित्तिकै तपाईँको क्यामेरा थ्रु तपाईँ यसरी पिक्चर लिन सक्नुभयो अनि यो चाहिँ अटोमेटिकली टिकमा अप्सन प्रेस गरेर अनि अपलोड भयो वा तपाईँले अलरेडी तपाईँ आफ्नो ग्यालेरीमा सेभ गर्नुभएको छ अनि त्यहाँ चाहिँ ग्यालेरीमा पनि तपाईँले यसरी अपलोडमा क्लिक गरेर सिलेक्ट फ्रम द एल्बममा गएर अनि फोटोमा सिलेक्ट गरेर अनि यसरी चाहिँ तपाईँको आफ्नो ग्यालेरीबाट चाहिँ त्यो चाहिँ फोटो चाहिँ लिन सक्नुहुन्छ। जस्तै मैले कुनै फोटो लिएर चाहिँ यो चाहिँ फोटो सिलेक्ट गरेर मैले यो फोटो सिलेक्ट गरेर अनि फेरि सबमिटमा क्लिक गरिदिन्छु अनि सबमिटमा क्लिक गरिसकेर यहाँ हेर्न सक्नुहुन्छ अपलोड भइरहेको छ। यसै चाहिँ यो फोटो अपलोड हुन्छ अनि यो यसै अपलोड भइसकेपछि अब हामीले अलिकति माथि यहाँ चुज रिटर्न मेथडमा क्लिक गर्नुपर्छ। एउटा पिकअप अनि ड्रप। पिकअप भनेको तपाईँले मान्छे तपाईँको घरमा आएर लिएर जान्छ, ड्रपअप भनेको नजिकको ब्रान्चमा चाहिँ तपाईँको त्यहाँ ड्रपअप गर्नुपर्ने हुन्छ। अब यो गइसकेपछि अर्को चाहिँ यसमा एउटा रिजन भनेर चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। सिलेक्ट रिजन जस्तै वाइ आर यु रिटर्निङ दिस प्रडक्ट भनेर आउँछ। अब यसमा चाहिँ तपाईँले अब आइटम इज डिफेक्टिभ अर नट वर्किङ भनेर वा जुन हिसाबले तपाईँको मतलब जुन चिजमा क्याटेगोरी मिल्छ भने त्यो आइटमले चाहिँ तपाईँले यहाँ सिलेक्ट गरेर अनि तपाईँ चाहिँ त्यसलाई चाहिँ रिजन चाहिँ यसमा दिन सक्नुहुन्छ एकर्डिङ टु तपाईँको कुन रिजनले चाहिँ तपाईँमा यसमा म्याच खाइरहेको छ। यसमा तपाईँको थुप्रै रिजनहरू हुन्छ होइन। तपाईँले चाहिँ अब आइटम बिग्रेको हो, आइटम एक्सपायर भएको वा आइटम फिट नखाएको हो त्यो चाहिँ गर्न सक्नुहुन्छ। अब मैले कन्टिन्यूमा गएर अब यसलाई म सबमिट गरिदिन्छु अनि त्यसपछि यसमा प्रेस गरिदिन्छु। सबमिटेड सक्सेसफुली भनेर आइसक्यो। यसै तपाईँको सबमिट भइसकेपछि केही छिन लाग्छ। अब नेटवर्कमा पनि डिपेन्ड हुन्छ कतिको स्पिड छ अनि यसै सबमिट भइसकेपछि चाहिँ तपाईँको एउटा ड्यासबोर्ड चाहिँ इन्टरफेस हुन्छ। तपाईँको अगाडि डिटेलहरू अब कुन सामान कहिले चाहिँ त्यो सामान कहिले रिटर्न गर्ने हो, डेलिभरी पार्टनर कहिले आउँछ, सबै कुरा चाहिँ यसमा एउटा ट्र्याकिङ सिस्टम चाहिँ ओपन। अब यो सामान हामीले सबै दराजमा प्रोसेस गरिसकेपछि तपाईँले 1 हप्ता जति लाग्छ तपाईँले यो सामान तपाईँले त्यो रिटर्न भएको पैसा पाउनलाई वा तपाईँले त्यो सामानलाई फेरि ड्यामेज भएको कन्डिसनमा तपाईँले फेरि त्यसलाई रिअर्डर गरेर ल्याउनलाई तपाईँको कम्तीमा लगभग
एक हप्तादेखि लिएर तपाईँको 2 हप्तासम्म चाहिँ यो तपाईँको टाइम लाग्छ। प्लस तपाईँको पैसा चाहिँ जुन ब्याङ्क एकाउन्ट लिङ्क गर्नुहुन्छ वा ई सेवा लिङ्क गर्नुपर्छ त्यो तपाईँको इजिली चाहिँ त्यसमा आइहाल्छ। इफ तपाईँले सामान त्यो चाहिएन वा तपाईँको सामान रिअर्डर अर्को सामान गर्नु छैन भने त्यो चाहिँ जुन खाताको त्यही खातामा तपाईँले आइहाल्छ। आशा छ कि यो भिडियो तपाईँले इफेक्टिभ र राम्रो पनि भएको होला। च्यानल सब्सक्राइब गरिदिनु होला। हामी यस्तो भिडियो चाहिँ थुप्रै लिएर आइरहेको हुन्छ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो।